पछाडि घुमाउँदै ल्याएर त्यही लगाइदिनुपर्छ इलेक्सनमा हिँडेर हामीले थाहा छ नि कस्तो कस्तो गर्नु खाजा त एसटी र यता लाउनु ल डिसिबीले त भोलि गाडी भाडा 8,000 को साडी ल्याउने दम राखेर हिँड्नु पड्के त्यसरी राम्रोसँगले चाँदीको लकेट भन्यो भने उठ्नु सकेनन् भन्नु भाटा लिएर म आउँछु भन्नुपर्छ यो लागि म त यस्तो गरेको हुनुपर्छ त सबै उडाइसके आशीर्वाद लागोस् सधैँभरि यसरी
अहिले अब 4 वर्ष 5 वर्ष फोन लानु हो
नजिक
रेडी आज हाम्रो भेट भएको दिन आज हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछौ किन नगर्दो मना माया लागेको होइन नभना हिजो अस्ति त्यही पर भेटेको हिजो अस्ति त्यही पर भेटेको तिम्रो माया मनमै छ लेखेको नगर्दो मना माया लागेको होइन नभना माया लागेको होइन माया मिठो अल्लारे वर्षमा माया मिठो अल्लारे वर्षमा किन्नलाई पाइदैन पैसामा किन्नलाई पाइदैन पैसामा मायालौ र भोलिलाई नभना मायालौ र भोलिलाई नभना हल्की जाला त्यो लाली जोबना फेरि भेट हुन्छ कि हुँदैन फेरि भेट हुन्छ कि हुँदैन नगर्दो मना माया लागेको होइन नभना यो रमाइलो बिहेको बेलामा यो रमाइलो बिहेको बेलामा हाँसो खेलो दुई दिने चोलामा माया लाग्छ तिम्रो नै बेस्तरी माया लाग्छ तिम्रो नै बेस्तरी तिमी बिना दिन काट्ने कसरी तिमी बिना दिन काट्ने कसरी दिनको दिन भेट हुन्छ हुँदैन दिनको दिन भेट हुन्छ हुँदैन नगर्दो मना माया लागेको होइन नभना माया लागेको होइन नभना आज हाम्रो भेट भएको दिन आज हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछौ किन नगर्दो मना माया लागेको होइन नभना रुपासाले एकछिनबाट आउँछ रे ग्याङ्टकमा छ हेर्दै गर्नु नि भइहाल्छ हेरिराख्नु चाहिँ मिलाएर अलिकति यता फर्किदिनुहोस् ल अलिकति दिदी
आँखैले टिपेर मनमा गाँसौँ कि फूल जस्ती मायालाई छातीमै टाँसौँ कि आँखैले टिपेर मनमा गाँसौँ कि फूल जस्ती मायालाई छातीमै टाँसौँ कि तिमीलाई चोरेर म दिलमै थुनु कि तिम्रो माया प्यारी मनमै उनु कि तिम्रो माया प्यारी मनमै उनु कि पानीले मेटिन मायाको तिर्सना मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन तिमीलाई चोरेर म दिलमै थुनु कि तिम्रो माया हजुर मनमै हुनु कि तिम्रो माया हजुर मनमै हुनु कि सपना तिम्रै छ विपना तिम्रै छ तिमी मेरो भगवान जपना तिम्रै छ सपना तिम्रै छ विपना तिम्रै छ तिमी मेरो भगवान जपना तिम्रै छ सम्झना तिम्रै छ कल्पना तिम्रै छ मनको मन्दिरमा थपना तिम्रै छ पानीले मेटिन मायाको तिर्सना मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन हो तिमीलाई चोरेर म दिलमै थुनु कि तिम्रो माया प्यारी मनमै उनु कि तिम्रो माया प्यारी मनमै उनु कि गाजलु आँखैमा सुटुका पसुकी मायालु काखैमा टुसुका बसुकी गाजलु आँखैमा सुटुका पसुकी मायालु काखैमा टुसुका बसुकी यो जीवन तिम्रै हो मनैमा बसन मनको राजा भई गरिदेऊ शासन आँखैले टिपेर मनैमा गाँसौँ कि फूल जस्ती मायालाई छातीमै टाँसौँ कि आँखैले टिपेर मनैमा गाँसौँ कि फूल जस्ती मायालाई छातीमै टाँसौँ कि तिमीलाई चोरेर म दिलमै थुनु कि तिम्रो माया प्यारी मनमै उनु कि तिम्रो माया प्यारी मनमै उनु कि पानीले मेटिन मायाको तिर्सना मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन तिमीलाई चोरेर म दिलमै थुनु कि तिम्रो माया हजुर मनमै हुनु कि तिम्रो माया हजुर मनमै हुनु
आँखैले टिपेर मनैमा गाँसौँ कि फुल जस्ती मायालाई छातीमै टाँसौँ कि पानीले मेटिन्न मायाको तिर्सना मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन आँखैले टिपेर मनैमा गाँसौँ कि पानीले मेटिन्न मायाको तिर्सना हामी त ब्राह्मणबाट हिँडिन्छ अब भोलि पनि 3टा बिहा 2टा बिहा छ आज 3टा बिहा सकेर पढेको एउटा गाडी लिएर आएको एकछिन अब घरमा आम्लाम चाहिँ भनेर मेरो मामा घर यही हो मेरो आमा जन्मेको यहीँ हो रिकर्ड भइरहेको छ जिंदगी
छैन कोही मरि गए बिरालो देशमा रोइदिने कोही छैन भनिदेऊ न तिमी नै सहारा भनिदेऊ न तिमी नै सहारा दुई दिन माया
बैसाको पार नहुने पानी र बैसाको हो यो जमाना बैसाको पार नहुने पानी र बैसाको तिमीलाई मागे ओ देवी देवतासँग सधैँ तिमीलाई मागे तुलसी आँगनमा रोपौँला तुलसी आँगनमा रोपौँला राखी मायाले जीवन भरि छातीमा राखी
को चिसो पानीले ज्यानले दियो निर्माया निर्माया
अलिक चामल थप्दा हुन्थ्यो नि खालि कुम्बो गर्नु नि हौ उयो चाहिँ जस्तो चाहिँ बाउले भनिदिनु पऱ्यो त्यो बाउ कहाँ गयो दस्तुर त बाउले भनिदिनु पऱ्यो यो के को लागि यहाँ छल्न चाहिँ पाइएन होइन बाउले भन्दा हुन्छ त हौ बाउ तपाईँले भन्दा भइहाल्छ नि अहिले भनिरहेको छु कि कमल दाजु लान्छ तपाईँले भन्नु त्यो कला दस्तुर चाहिँ के हो भने अब हिजो अस्ति जे भयो जस्तो भयो त्यो छँदै थिएन आजदेखि सबसे ठुलो दाजु हो दसैँको टिको दसैँको टिको लाउँदा पनि टिको लाएर पनि तिमीले यसरी त्यो कला साकेर 3 खेप ढोक्नु खुद ठुलो दाजु अब मल दाजु नै आउँदैछ आजदेखि उता चाहिँ टाउको छोप्ने अलिकति शिर ढाक्ने हो अब हिजो अस्ति त भयो खायौँ बस्यौँ होइन छँदै थियौँ ठिकै थियौँ आजदेखि उता चाहिँ अब अलिकति जेठाजुहरूको शिर राखिदिने कमल खोइ कमल कहाँ गयो भोलि गर्दा पनि हुन्छ नि त्यो के गरौँ अहिले हाम्रो यहाँ भएकोले जति भएकोले सक्यो अलिक होइन माथि कुमार माथि दसैँमा पनि सानो भएर सुन है अलिक पछाडि जानु न छल्लिनु अलिक यता गरौँ त्यसै यता गरौँ दसैँमा पनि हो दाजुहरूकोमा जानु पाउँछ टिको लाउनु पाउँछ घन्टीको हातमा हुन्छ छुई छत भन्छ नि अनि छुई छत गर्नुमा चाहिँ सम्झिने जस्तै कागज भन्नु त पाइयो नि त त्यही त यो त गवाई पो पर्यो काम अलिकति यहाँ हाम्रो दस्तो सही छ नि भन्दा छोराबुहारीलाई बधाई छ दिँदैछन् हाम्रो चाँडै सन्तानमा चाहिँ अब बुहारीमा आउनु भएको छ हो यस्तै छ अब राम्रोसँगले गरी खानु हो बिहा गरिहाल्यो चाँडैको सन्तानमा चाहिँ भोलिसम्म चाहिँ नाक टाउको चाहिँ एउटा शिर उपर राखेर चाहिँ गरी खानु भोलिदिन कसैको एउटा भनाइ पनि नखाओस् होइन भोलिदिन भनाइ भाइले पनि यस्तो गर्यो त्यस्तो गर्यो छोराले भने पनि नआओस् भोलिदिन कसैको दुःख चाहिँ नहोस् भने यति नै छ भन्नु त के छ म पनि सानो एउटा अब त्यति नै छ मान्छे नि सानो आशीर्वाद यति नै छ बुहारी छोरालाई छोराबारी नानीहरूलाई आशीर्वाद दिनु त्यही त काका आयो फेरि कान्छा बाजेबाट यता माइला बाजेको हो उता चाहिँ कान्छा बाजेको है
तेह्र बी बनाउनु पर्ने यो क्लिप छ ल एकछिन क्लिप हुँदैन भन्दा गुली वडा धोको जस्तो भन्दा चिनीसँग नागालाई भेट्छ उताभित्र नीति नियम गर्नुले गर्दा तपाईँहरूकै लालाबाछी लिएर है यत्रो संसार पुर्यायौँ घुमायौँ पुगिराखेको छ संसारवादले गर्दाखेरि चाहिँ अब यसो मामाहरूको एउटा मैले सक्नु त केही सकिनँ होला र पनि एउटा शिर राखेको छु मामाहरूलाई एउटा मेरो कस्तो के हुन्छ के कसो हो मेरो शिर उठ्याएको कान्छोमा बोल्दै हो म त त्यो बिर्सिन्छु थाल्यो नि त अब तपाईँहरूले रोपेको तपाईँले जुन धर्म गर्नुभएको थियो है त्यो धर्मको आज तपाईँहरूले उयो गर्नुहुँदैछ हिमांशुले कुम्भकर्ण तपाईँहरूले अन्यदान दिएर यो गर्नुभएको भने तपाईँको बहुत ठुलो भूमिका छ अब भनेर छेउ पलाको है अब जस्तै फुल्यो फल्यो राम्रो भयो है राम्रो भान्साभान्जी बिहादान गर्नु पाइयो अब जन्मिँदादेखिको भात जन्मेको भात ढोका हुन्छ यस्तो प्रकारले राम्रो गर्नु पाइयो अब हामीलाई खुसी के अरे हेरेर दिदीहरूलाई सबैलाई खुसी त्यहीँबाट फेरि न केबाट पुग्छ टिका लगाइदिनु चामल हाल्नु मुखमा हालेर चबाउनुपर्छ वेट भन्नु पर्यो
बिहा भएको होइन पहिला बिहा भएको होइन तपाईँ र यस्तो भनेको पहिला बिहा होइन अन्त त्यसैले तपाईँले दसैँ मात्रै डोरी लाउनु पर्छ ला ला लो तपाईँले मामालाई लगाइदिनु बुहारीले ढोक्नुहुन्छ अगाडि नाम छैन बडो किन मेरो बडो अलग्गै ढोक्नु यो फल्ने मामा भनेको किन हुन्छ भुटानको मामा रोप्नु अलग्गै है सिलगढी मामा सोमबारे मामा अहिले त भुलमा सासू तैँले लगाइदिएन हाम्रो बाबै गाईले फुपी त कता भयो मेरो कुरा सुन बढी यता म चाहिँ देखाउँछु दिनमा 10 खेप आगोले पनि रुमाल ढाक्नु पर्यो तपाईँ गाईले कता हराइ लगाइदिनु नि दिदी बोलो बाहिर जानु दिनको
ल बहिनी नयाँ आउनुभयो बधाई छ तपाईँहरूलाई राम्रो घर ल यो भयो एकछिनै